हजुरहरूलाई नमस्ते मेरो भूपेन ब्लग्समा हजुरहरूलाई स्वागत छ मेरो भूपेन ब्लग्स च्यानलमा। आजको ब्लग चाहिँ हुने पर्यो पिकनिक खाएको। पिकनिक खान पनि म आफ्नो ठाउँ छोडेर धेमाजी आएको छु दिदी घर पिकनिक खानको लागि। अनि यो जुन हामी पिकनिक खान आएको छौँ त्यो जग्गाको नाम हो जियाढुल। धेमाजीको फेमस जग्गा हो यो जियाढुल भन्ने। मतलब भ्यू यति दामी दामी प्लेस छन्, माछा पानीको तलबाट सबै माछा कुदेका देखिन्छ। म तपाईँलाई सब थोक देखाउँछु अनि हामी के खान्छौँ के खान सब थोक म तपाईँलाई देखाउँछु। तपाईँहरू जस्ट मेरो ब्लग हेर्दै गर्नु। हामी सिधा सब्जीमा चाहिँ म तपाईँलाई पहिलो देखाउँछु माछा। यहाँ है माछा कृष्णदाले केलाइराख्नु भएको छ। अनि त्यता उतातिर हुन्छ ठुलोहरू हुनुहुन्छ, उतातिर भात सब्जी के पकाउनु हुँदैछ म तपाईँहरूलाई देखाउँछु। तपाईँहरू जस्ट हेर्दै गर्नु। ठुलोमा कराईमा सुकाउनु हुँदै रहेछ। अनि त्यहाँबाट यतातिर हेर्न सक्नुहुन्छ भ्यूहरू। अनि त्यहाँबाट दादा यहाँनिर लोकल कुखुरा बुत्लाउनु हुँदै रहेछ, हेर्न सक्नुहुन्छ। म तपाईँलाई भ्यू देखाउँछु यसको मेरो अगाडिपट्टि के छ। अनि साथैमा पहिले एउटा चिज देखाउँछु कि हामीको उता पडोसी आएका छन् पिकनिक खानको लागि। हामीकै छेउमा हामी यो जग्गा रोजेका अनि त्यहाँ पडोसीहरूले उतै जग्गा रोजेका। यता मिलाप्रीति गरेर एउटा जग्गा हामीले पनि लिउँ। अब म मेरो अगाडिपट्टिको भ्यू देखाउँछु, पहाडहरू देखाउँछु। पहाड यस्तो छ है, पहिले सानोदेखि म सुरु गर्छु है। हेर्नु के दामी छ, हेर्नु है पहाड के दामी। मतलब भने नि प्लेस बहुत राम्रो छ यो प्लेस। मलाई बहुत राम्रो लाग्यो। यहाँ बहुत टाढा टाढाबाट पनि आउँदछन्। हामीको ठाउँ गपुरदेखिबाट पनि आउँदो रहेछ पिकनिक खानको लागि। मलाई थाहा भएन, अघि म बडीले भन्नुमा गपुरदेखिबाट पनि आउँछन् भनेर। अनि यहाँ जति अहिले खाली ठाउँ देख्नुहुन्छ नि, यतिरो खाली ठाउँ देख्नुहुन्छ नि, ती सबमा चाहिँ मुठते गाडी भर्ती अरे जनवरीमा पुरा जनवरीमा पुरा भर्ती। अहिले चाहिँ हामी डिसेम्बरमा आएका थियौँ, त्यही भएर केही देख्नु भएको छैन। हामी दुईजना मात्रै थियौँ, हाम्रो पडोसी अनि हामी। तपाईँ जनवरीमा आउनु पुरा यहाँ आएका छन् जियाढुल बहुत मान्छे। त्यो मैले भन्नु पर्दैन किनकि बहुत मान्छे आएका छन् मलाई, किनकि मैले नेपालीमा कन्टेन्ट बनाएको छु। बहुत जानसित पुग्छ। धेमाजी जस्तो जग्गामा पनि बहुत नेपाली अडियन्स छ। मलाई खुसी भयो धेमाजी आएर, बहुत राम्रो लाग्यो बुझ्नुभयो नि। भ्यूहरू नजाराहरू मलाई बहुत राम्रो लाग्छ। धेमाजी 2 बार भइसक्यो म आएको दिदी घर त, त्यही भएर अन्त यो पालि तपाईँलाई स्पेसली केही देखाउँ भनेर त्यही भएर म पिकनिक खान आएको दिदी घर। अब म तपाईँहरूलाई भ्यूहरू देखाउँछु, क्लिपहरू तपाईँ भ्यूको हेर्नु। अब भ्यू हेरिसक्नु भयो होइन, कतिको के राम्रो लाग्यो तपाईँहरू भन्नु। जियाढुलको भ्यू कस्तो छ। अनि यतातिर चाहिँ नाउ देख्नु नि, हामीहरूको अब काका नै भनिदिउँ, काकाले एकदम नाउ चलाइरहेको छन् काँचा बाँस बाँधेर। पुरा मतलब राम्रो हेर्नु नडुबिकन हेर्न सक्नुहुन्छ है। जियाढुलको भ्यूहरू तपाईँलाई देखाइ नै सके, थोक देखाउँछु ए टु जे। तपाईँको लागि त म छु। मेरो ब्लग हेर्न भन्नु चाहिँ कति तपाईँलाई पनि राम्रो लाग्छ होला होइन मेरो ब्लग हेरेर। लेकिन जति पनि मसित अडियन्स छ नि, मतलब भएका, मलाई बहुत, म उनीहरूलाई मेरो मनदेखि भन्छु थ्याङ्क यू। मलाई सपोर्ट गर्नको लागि इन्स्टामा, फेसबुकमा, युट्युबमा मलाई सपोर्ट गर्नको लागि यसरी नै मलाई सपोर्ट गरि नै राख्नु। अझै अगाडि तक जान्छु, अझै म कहाँ कहाँ घुम्न जान्छु, सब थोक देखाउँछु। मेरो म जहाँ जान्छु तपाईँलाई सबै थोकमा इन्फर्मेसन त दिनै राखेको छु। तपाईँलाई थाहा नै छ होला, अहिले जतिलाई पनि मेरो ब्लगमा सुरुदेखिबाट छन् साथमा सबैलाई थाहा नै छ। अब तपाईँलाई देखाउँदैछु, अब तपाईँहरू हेर्दै गर्नु। त्यसलाई भ्यू पनि मैले देखाइसकेँ। अब म ठुलोहरू भएको ठाउँमा जान्छु। उतातिर म निकै टाढा आएको छु त, अब म उतातिर ठुलोहरूसित जानु पर्छ। उहाँ पनि एउटा बास आएछ हेर्नुहुन्छ, एउटा बास सेतो कलरको एउटा बास आएछ। अब चाहिँ ट्यापै हुन्छ नि यस्तो जय जान त डेरी हुन्छ होला, हाम्रो 4 जति बज्छ होला, 4-3। तपाईँहरू चाहिँ मेरो ब्लगमै बसिराख्नु। चिज देखाउँछु त, ठुलोले मलाई मतलब दिनुभयो, मैले मागेको थिएँ। अनि यो हेर्न सक्नुहुन्छ हामीहरूको गोर्खाहरूको पहिचान खुकुरी नेपालबाट ल्याउनु भएको हामीको दादा तिनवटाले। करिब 1500 परेको छ यसको खुकुरीको दाम। म तपाईँलाई यसको यो पनि देखाउँछु, यसको यो मतलब हाल्ने पनि देखाउँछु, के भन्नु थाहा छैन। तपाईँहरू हेर्न सक्नुहुन्छ है, अब मैले टक्क हाल्दै यसलाई हेर्नु। यो हामीहरूको आर्मीहरूलाई पनि दिन्छन्। यो अचेल यस्तो आर्मीहरूलाई दिन थालेको छ यो खुकुरी। मतलब पहिले त देखिरहेको थाहा छैन, लेकिन अहिलेबाट स्टार्टिङ भएको छ दिनको लागि। थुप्रै वर्ष नै भयो अरे। ठुलोमा यहाँ हेर्न सक्नुहुन्छ माछा फ्राई गर्नु हुँदैछ। अनि यहाँ काका चाहिँ आलु काट्नु हुँदैछ। अनि उता ठुलो चाहिँ मासु काट्नु हुँदैछ, मासु भन्दा कुखुरा। अनि त्यहाँदेखिबाट चाहिँ आगो बलिरहेछ। अनि भ्यूहरू हेर्न सक्नुहुन्छ है। यति नै हो, अब हेर्दै गर्नु अगाडि। गाइस म अहिले एकदम टुप्पोमा आएको छु। अब यहाँदेखिबाट भ्यू कस्तो लाग्छ म तपाईँलाई त्यो पनि देखाउँछु। किन अहिले म यसको जुन हामी तल थियो माथि थियौँ, अब म तपाईँलाई माथिबाट देखाउँछु भ्यू कस्तो रहेछ भनेर। भ्यू त क्या तपाईँले हेरि नै सक्नुभयो। अब त्यही भ्यूहरू फेरि हेर्नु माथिबाट कस्तो लाग्छ तपाईँहरू। अब हेर्नु भ्यू यस्तो छ है, जग्गाहरू हेर्दै गर्नु तपाईँ। अनि यहाँ तलै नदी छ, त्यही भएको नदी हेर्न सक्नुहुन्छ है। देखेर त डरै लागिरहेको थियो, त्यही चिप्ले भन्दा सिधै तल झर्छु त। अब यहाँदेखिबाट भ्यू हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ है।
भ्यू यहाँ तल हेर्न सक्नुहुन्छ भ्यू यो चाहिँ मतलब मैले किन नबनाएको भन्दा ब्लक छेउमा गएर किनकि नोइसहरू बहुत धेरै बजिरहेको छ त्यही भएर कपिराइट लाग्छ भनेर सङ यहाँ हेर्न सक्नुहुन्छ भ्यू यस्तो छ है नदी यहाँ जुम गरेर देखाइन्छु हेर्न सक्नुहुन्छ है भ्यू पुरा दामी छ नि हामी आउँदा कोही थिएन तर अहिले यति मान्छे भइसक्यो नि हेर्नु एक दुईवटा उहाँनिर आउँदैछ हेर्न सक्नुहुन्छ है के दामी भ्यू तपाईँलाई कस्तो लाग्यो तपाईँहरू भनिदिनु त हजुरहरूलाई कस्तो लाग्यो यो ब्लग तपाईँहरू भनिदिनु कमेन्ट पनि गरिदिनु अन्त एउटा आजको ब्लग यसैमा सकिन्छ अब तपाईँहरूसित नेक्स्ट ब्लगमा छुट्टै भेट हुँदैछ फलो एन्ड सब्सक्राइब पनि गरिदिनु